सोल्टी कहाँ आएर हामी बन्दीपुरमा आइपुग्यो है गोर्खा घुमेर आएर बन्दीपुरको कार पार्कमा बन्दीपुरको कार पार्क यहाँ परेछ यहाँ रोकियो यतातिर बन्दीपुर जाने बाटो बन्दीपुर आइपुग्यो होइन कति रात बस्ने बुढी बन्दीपुरमा बुढाबुढी कति रात बस्ने एक हप्ता होइन एक हप्ता एक नाइट बन्दीपुर स्ट्रिटतिर छिर्न लाग्यो अब हामी ल नमस्कार ओहो नमस्ते ओहो ल नमस्कार ngadaungwa नमस्कार त भन्ने नि नेपालीको नाताले तपाईँ हजुर ल बन्दीपुर स्ट्रिटभित्र पस्यो है स्ट्रिट ल बन्दीपुर आउनु भनेर रहर थुप्रै राखेर आज त आइपुग्यो यो ढुङ्गा ओछ्याउनु त घरको ढुङ्गा ओछ्याउने मान्छे भन्दा पनि खराब रहेछ साह्रै मिलाएको छ नि त यार चिया खाने पैसा छैन ल बजे ल खानुहोस् है ल सेलरोटी होइन कति दामी बुढी अनि त्यो त फ्रेस हाल्यो भने त दामी छ होला नि त्यो उसको त्यो कमेडी देखाउनेको रेस्टुरेन्ट कुन रे बुढी यो होइन यो रातो होला यो हो नि त क्याफे यो सरी यो हो नि त यो रेडवाला रेड कास्टल क्याफे भन्ने यसो त निकै हुलो रहेछ त स्ट्रिटमा है स्ट्रिटमा निकै हुलो रहेछ त मुना चु किन यो पानी पिउनु मिल्छ अन है मेरो फुल यहाँ फुल खस्यो ल धन्यवाद दिदी हेलो कता हो किन हराएको हो
ल वेलकम छ हजुर होटलमा ल थ्याङ्क यू भेरी मच ल यो चाहिँ अघि नानीले भन्दैछ टुकुले यो अघि हिमला दिदीले भनेको पानी हो कि यो कलरफुल छ भन्दैछ ल बन्दीपुर स्ट्रिटको चहल पहल यस्तै छ धेरै टिकटक बनाउँदो रहेछ धेरै पोसाक लगाएर हिँड्ने प्रायः नेपाली टुरिस्टहरू look at these two cuties. Oh wow, two cutie pies. खै खै उता फर्केर गयो कि चिसो हावा सर र ल अहिले हामी बन्दीपुरको टुँडिखेल भन्छ यसलाई को साइट सिइङ टुँडिखेलमा म्याडमहरू कुर्ता सुरुवालमा आउने प्लान डिसिजन गरेर कुर्ता सुरुवालमा टिकटक बनाउने होइन भने मलाई खाना खा आँखा मलाई टुँडिखेलको छेउछेउमा यो किसिमको फुटपाथ अनि बस्ने ठाउँ भ्यू पोइन्टहरू बनाएको रहेछ यताबाट त्यो गोलो घर त्यहाँ हिँड्दो रहेछ केबल कार बुढी एउटा दुईटा हिँड्दैछौ त्यहाँ यो तलको त हाइवे हो क्या हाइवे रहेछ खै ल सबभन्दा नराम्रो कुरो के छ नेपालमा भने यी मैला यस्तो गर्छ सब यता कति टन मैला गएको छ यतातिर कति टन मैला यता गएको छ बुढी न्याउली छैन ल न्याउली यहाँ पनि आउँछ कि यो बन्दीपुरको टुँडिखेलको भ्यू पोइन्टबाट खिचेको यो तलको दृश्य तल पृथ्वी हाइवे देखिन्छ तल मेरो विचारमा कुन बजार पऱ्यो है बुढी नट नोइङ
खोला चाहिँ कुन हो? खोला पनि को हो घोडाको त उस पाइहालेछ नि त बुढी आउँदो रहेछ त है मान्छे त यार घोडा चढ्ने ग्राहक पनि पाउँदो रहेछ ठिटाको घोडा चढ्ने मान्छे नि आयो भइसक्यो कम्युनिकेसन छ त्यही होला त्यही भएर पो त्यसले पनि एकदम हरेक चिज थाहा भए जस्तो सबै बियर पिउँदै हो नेपालको अब सबैको उहाँ स्विजरल्यान्डमा छ पैसा अब कङ्ग्रेसको सबै यहाँ राष्ट्रपतिको छोराले यतिवटा घर छ भनेर भन्छ त्यतिकै गफ लागेको हो कि पक्कै प्रुभ भएर भनेको हो कि यो पुलन पुलनहरू सबै कङ्ग्रेसको तिनीहरू सबै त्यो अरू राजनीतिक गफसप हुँदैछ अहिले ठाउँ नै किनिदियो त तिनीहरूले ओहो बन्दीपुर त अँधेरो भयो नि त बत्ती गएर आकाश कराएर क्लिक क्लिक गर्दै अँधेरो बन्दीपुर किन्नु पऱ्यो नि अब अघि त उज्यालो थियो त यार ल काम छैन यो खिचेर यो चाहिँ हो बन्दीपुर स्ट्रिट रातिको भर्खर बत्ती आयो अनि त्यहाँबाट उज्यालो भएछ राम्रो देखेको छ भनौँ वर्ष 2025 बेला कार्यालय बन्दीपुर तनाउनु यहाँ रहेछ बन्दीपुर 2025 बेला कार्यालय ल तपाईहरुको आर्तिपूर्तिको लागि धेरै धेरै धन्यवाद याले दरबारमा के गोर्खा दरबारमा यही दर्शिन्छ पुरा पाखा ल ल तपाईहरुको आर्तिपूर्तिको लागि धन्यवाद है ल यो चाहिँ इभिनिङको नाम आयुष्य तर तोरे चुकुदिँदै नआयोस् तब अलिक क्वाइट भइगयो क्या यहाँ चाहिँ नत्र भने मान्छे त बेलुका हुन्थ्यो होला हिँड्नेहरू तर मान्छेहरू तर यस्तो वहाँ के अरे वान स्टप टाइपको मात्रै हुँदो रहेछ कि के आएर क्विक क्विक स्टप ओभर भन्ने कि क्विक आएर चाहिँ नि हेर्ने अनि गइजाने क्या सबै उहाँहरू फोहोर मैलाको मन्त्री हुनुहुन्छ क्या सबै नामसँग मुद्यो वा छुको सबै मिलाएको
दुई ठिक छ होइन जसले 2 12 सिङ्गे दिएपछि फेरि यसो सुप चाहिँ दामी भयो तातो सुप थोप्पा के थोप्पाको झोल खायो नि पिरो हुने भए खान सक्दैन ए बन्द पो भएछ त के हो भएको छैन कस्तो गरेर पो लाने रहेछ भन्दै थियो कि त्यो हेर्न गएको भन्दै थियो कि डर लाग्दो गरेर आउपट्टि लाउँछ खै त्यस्तै गरेर लयो त मान्छे त यस्तै हेर्न मोबाइल फोनलाई नि खिच्न नदिने रे हो त्यस्तो भन्थ्यो कि त्यसो गरिसकेको भोट त्यो भन्नाले अब भोट गर्नु होला मान्छे लाने नो अब भोट गनिसक्यो त्यहाँदेखि त्यसलाई सिल प्याक गर्नु पर्यो त्यहाँदेखि गएर त कुन ठाउँमा अब गर्ने हो त्यो लिएर जानु पर्यो नि त त्यो भाडा लिएर जानु पर्यो त्यो भाडा त्यही भएर त अगाडि पछाडि पुलिसहरू अहिले त आर्मीहरू हो होइन त्यहाँबाट स्पिडमा हिँड्छ कि तिनीहरू अनि त्यो फोटोहरु खानपिन पछिको बेलुकाको गफसप हुँदैछ पट्टी लाएर सक्ने के पहिला कुण्ठामा त्यो उसमा हो त के ढुङ्गाको त स्कुल माथि छटपक्कै आर्मी बसेको यो चोटि त कस्तो डर लाग्यो आर्मीको गाडी त्यसो भएर कसले हो भन्दै थिएँ अस्ति रिमाले सबैले त्यस्तो भन्छ नि दिदी अहिले त नहिँदैन त फेरि बिहान 6 बजेको सिन बन्दीपुरको स्ट्रिट हामी माथि भ्यू पोइन्टमा जानु भएको हो बन्दीपुरको बिहान चिसो छ जाडो भएको छैन जानुपर्ने यही हो जस्तो लाग्छ थानी माईको मन्दिर छ भन्छ यहाँ बन्दीपुरको डाँडामाथि यो काइन्ड अफ भ्यू पोइन्ट पनि हो अरे गर्दाखेरि हामी चाहिँ नि गएर हेर्छौँ कस्तो देख्छ डाँडा मुनिको बादल पनि देख्दो रहेछ अलिअलि आज हिजो हामी त्यहाँ गएर बसेको भएर आज यो सिन देख्थ्यो होला मनाङकोट हो त नि मनाङकोटमा गएर बस्नुपर्ने हो कि हिजो हामी हुन त यहाँ फेरि बेलुकाको भ्यू पनि देखियो त ऊ त्यो पारीको टावर चाहिँ बन्दीपुरको केबल कारको स्टेसन हो त्यो पारीको डाँडा नि कस्तो मिलेको रहेछ त आज बिहान क्लियर भएको है सफा भएको बुढी भएछ दाइ नसकिएछ उनीहरूले डाँडा काट्नु लाग्छ दाइ कसको आयो कटटा अनिस सोल्टे हजुर भर्खर चढ्दैछु बादल सबै देखियो ड्राइभर जाने ड्राइभर जान्छु भन्दै थियो स्कुलको कुनातिरबाट त्यो स्कुलको कुना देखेछ ल बन्दीपुरमा कुखुरा भालेहरू बाँचेर सबैलाई उठाउँदैछ
हामीहरू यहाँ बन्दीपुरको उकालो चढ्न आएको बिहान 6 बजेको समयमा शिरशिर चिसो हावा चलेको छ मिठो फ्रेस हावाको साथमा उकालो चढ्दै भ्यू नट ब्याड यतिको भ्यू नट ब्याड कता हो अब यो चाहिँ फेरि बन्दीपुरको अदर साइडको भ्याली हो झन्डै झन्डै सबै खुल्लै छ दुम्ले बन्दीपुरको जाँदैछौँ उकालो कन्टिन्युएसन हुँदैछ निकै राम्रो फुट स्टेप्स बनाइदिएको रहेछ रेलिङ दुवै साइडमा सेफ्टीको लागि लगाइदिएको देखियो पारी के भन्छ अरे तपाईँको डाँडाबाट बादलहरू यस्तो खसेको सिन कति राम्रो देखिएको छ उता त्यो एरियामा भने फेरि बादल उकेको छ डुबुल्की मारेको छ डाँडाको बिचमा नट ब्याड यतिको सिन हामी चाहिँ यहाँ एउटा मन्दिर छ भन्छ यहाँ माथि टुप्पामा त्यता पनि जाने अनि भ्यू पोइन्ट पनि टपमा छ भन्छ तर यतातिरको भ्याली चाहिँ अलिक खाली खाली रहेछ त्यो राम्रो छ एउटा अलिकति स्टिप हिल आयो टुप्पामा आइपुग्नु लागेको कारणले गर्दाखेरि होइन सोल्टी यो चाहिँ हाम्रो कहाँ रे बन्दीपुरको भ्यू पोइन्ट माथि मन्दिर पनि छ भन्छ नेपाली झन्डा फरफराइराखेको छ ब्याकग्राउन्डमा यताको साइडमा राइट साइडमा लेफ्ट साइडमा चाहिँ बन्दीपुर बजार छ कसैलाई यदि जग्गा घडेरी किन्नु छ भने यो साइड खाली नै देख्छ अझै पनि एभाइलेबल छ यो बन्दीपुर साइडको यता त्यसो नभन्ने तल चाहिँ यो पर्यो बन्दीपुर स्ट्रिट बन्दीपुरको मेन स्ट्रिट त्यो केबल कार स्टेसन यो खालको छ है त्यस्तो बेलामा चाहिने पिसिए हो फेरि जय उकालो पनि अब हाम्रो लिड एस्कर्ट छ सोल्टी राजामाथि यसपालो म पनि नट ब्याड छु है फिजिकली तपाईँलाई चाहिँ एकदम शक्ति प्रदान गरेछ डावन चौवन प्रासले डावर के शक्ति यो एडभर्टाइज गरेको होइन रियल हो कसैको हाड जोर्नी दुखेको छ यदि ताकत आउँदैन भनेदेखिलाई डाबर च्यवनप्रास खानुहोस् बिहान बिहान 1 चम्चा यो डाबर च्यवनप्रासको एडभर्टाइज होइन घाम निस्किनलाई मेरो पहिलाको डाँडा काँडा चढेको भ्लग हेऱ्यो भने प्रुफ त्यहीँ निस्किहाल्छ ल घाम निस्किन लाग्यो यार होइन ठिकै छ नट टु वरी
गोराहरू आएछ यो ठाउँलाई पुरानो होइन पुरानकोट पुरानो होइन मन्दिर त कहाँ रहेछ त पछि Morning. morning morning हिजोकै बुढाबुढीहरू रहेछ त्यो त भने होला नि कसरी के मन्दिर हो यो रहेछ पुरानकोट जानुपर्ने थियो हिजो राति मुनाङकोट यता मनाङकोट गएको भए एकदम राम्रो भ्यू हुन्छ तर फेरि यहाँबाट देख्दैन नि फेरि भन्ने प्रेडिक्सन गरेको मात्रै हो नि ऊ त्यहाँ त ग्रेट देख्छ त्यहाँ त ग्रेट वाल अफ चाइना रहेछ नि त्यता त्यता लु जाउँ तपाईँ क्लाउड देख्छ त खिचिसक्यो खिच्नु त अनि त्यहाँबाट ल आऊ यता सनराइज हुँदैछ ऊ यहाँ बहिनी एकछिन पर्खिनुहोस् ऊ हौ सूर्योदय हुँदैछ सूर्योदय यस्तो त छ अब यो भाँडा स्टाइल चाहिँ मलाई आउँदैन फेरि फेरि ल मेरो बुढाबुढीलाई खिच्दिनु यता हेर्नु त यस्तो खिच्दिनु न हामीलाई हेर्नु त कस्तो राम्रो आएको छ त यो तर यो बुढोले यो हाफ निकाल्नु पर्ने फुल निकाल्दियो हाफ निकाल्ने यो हाफ निकाल्नुपर्छ अब मिनी ग्रेट वाल अफ चाइना नेपाल ग्रेट वालको त यति सजिलो छ यो पृथ्वी त मलाई त बसेर खुट्टा टेक्न हात टेक्नु पर्छ चढ्न झर्न मलाई त यो त दाइ यस्तो कोही कोही ढुङ्गा त यो र यो यति स्टेप छ के त्यो त टेकेर चढ्नुपर्छ अनि कहाँ सक्छ मैले चढ्दा त जसो जसो झर्दा त यस्तोमा हिँड्दै जान नि त दाइ हामीलाई चाहिँ त्यो यस्तो जोन EABC भन्ने हुने रहेछ कि दाइ तर हामीलाई लको जोनतिर चाहिँ खालि सिँढी मात्रै चढ्ने कि अब चढ्यो भने सक्यो भने जतिसम्म चढ्यो नि हुने कि दाइ तर अब सबै सक्दैन अनि कोही कोही ट्राभल एजेन्सीहरूले चाहिँ यस्तो सम्म पातमा लाने हुन्छ कि दाइ जस्ट यस्तोमा वक गर्ने कि दाइ त्यस्तोमा रहेछ अब हाम्रो चाहिँ अब टर्निङमा लैदियो कि त्यो के कुन चाहिँ जोनमा लैदियो कि हामीलाई चाहिँ भनेर यो सम्म त देख्दै देखेन नि हामीले त मान्छेहरूको भिडियोतिर चाहिँ एकैछिन सम्ममा हिँडेको तर हामी चाहिँ ल अब हामी यसरी फोटो खिच्नुपर्छ फोटोग्राफी गरेछ हेर्नुहोस् है यो मुनि हेर्नु त कति राम्रो भ्याली के भ्याली भन्छु कुन अब यसलाई अलि दह पनि छ त है यो चाहिँ अब हेर्नु है अब 10 वर्षपछि यहाँ आउँदा यो तल हामी आयो भने यो तल चाहिँ घरै घर हुनसक्छ लेखेर राखिदिन्छु ग्रेट वाल अफ चाइना ग्रेट वाल अफ चाइना
हेलो गुड मर्निङ ओ नमस्ते नमस्ते कस्तो हुनुहुन्छ म ठिकै छु तपाईँ कहाँबाट आउनुभयो म फारी गएको थियो डाँडाको उठ्ठपट्टि भविष्यमा गएको थियो अहिले डाँडाको अगाडि आएको हो म बिहान हिँड्दै आएको म चाहिँ नेपालको पोखरा भन्ने ठाउँबाट आएको हजुर त्यहाँ धेरै टुरिस्टहरू हुन्छ म पनि एउटा हो राख्छु ल यो चाहिँ यो सानो मिनी ग्रेट वाल टाइपको कन्सेप्टमै बनाएको हो यो पक्कै पनि यो हेर्दाखेरि कहाँसम्म पुगेछ अरे हजुर यो मकुन्देश्वरीसम्म पुग्छ मकुन्देश्वरी गुरुङ गाउँ भएको ठाउँ हजुर मुचुकको गुरुङ गाउँ हजुर हजुर त्यहाँ मकुन्देश्वरी भन्ने पहिला चाहिँ महरहरू राजाहरू हुनुहुन्थ्यो पछि उहाँहरूले चाहिँ छोराहरूलाई पाल्पासिप गर्नुभयो उहाँ चाहिँ यतै बस्नुभयो त्यस्तो ए अनि यो चाहिँ अब यो फेरि यो एन्ड माथिसम्म लान्छ कि माथिसम्म लगेर यो मन्दिर चाहिँ अहिले निर्माण हुँदैछ हजुर यसलाई चाहिँ अब एकदम डेभलप किसिमले बनाउने त्यहाँ मन्दिर हजुर हामीले त्यो मन्दिरको लागि ल्याएको सामग्रीहरू भोलि हो यसको पूजा मगर आउँछ ए भोलि पूजा गर्दा पुजारी चाहिँ मगरै हो गोर्खातिर त तनहुमा त पुजारी सबै मगरै हुँदो रहेछ है यो एरियालाई यो भ्यालीलाई के भन्छ हजुर यो भ्यालीलाई यो सिमलटारहरू खरेर यो भन्छ हाम्रो 2 नम्बर वार्ड हो के भन्छ अरे हजुर यो सिमलटार हजुर प्यारालाइडिङ हिँड्ने उड्छ र यो ठुलो घर देखिया नि हजुर हजुर त्यहाँ गएर म बस्छु सिमलटार भन्नुको मतलब त जहाँ पानीहरू जम्मा हुन्छ त्यसलाई सिमलटार भन्छ कि के होइन यो पानी गहिरो चाहिँ यो ठाउँको नाम राखेका छन् खास चाहिँ टारै भन्छ कि निकै राम्रो रहेछ कि है यहाँबाट चाहिँ तपाईँको यहाँ हुँदै अनि तपाईँको यो बाटो हुँदै चाहिँ ठ्याक्क चाहिँ तपाईँ घुमाउनु निस्किन्छ उस्लाङ भन्ने ठाउँमा हजुर अन्त उस्लाङमा पुगेपछि अनि तपाईँको त्यहाँ तलपट्टि चाहिँ सारङघाट भयो हजुर त्यहाँ घुमाउनेको पुल बनाउँदाखेरि चाहिँ सबै मोटरसाइकलवालाहरू यही बाटो आउनु भएको थियो यसलाई चाहिँ धरमपानीको डाँडा चाहिँ पुरै धरमपानी गाउँपालिका हो पहिलाको धरमपानी गाउँपालिका 6 नम्बर वाडा भयो कन्देपुर गाउँ नम्बर 6 नम्बर त्यो पारी चाहिँ चिताउने हो उता चिताउनु पर्यो त्यसको तल चाहिँ के अरे नदी छ एउटा त्रिशुली नदी त्रिशुली हो त नि है धन्यवाद तपाईँलाई इन्फर्मेसनको लागि 14 नम्बर वार्ड ब्यास परेको त्यो चाहिँ केसटार हजुर 14 नम्बर वार्ड यतापट्टि चाहिँ यो पहाड पारी चाहिँ भानु पऱ्यो क्या त्यो चुदी भन्दा यता चाहिँ बन्दुर गाउँपालिका पऱ्यो त्यहाँदेखि चाहिँ उता ब्यास पऱ्यो अनि यता चाहिँ गोर्खा पऱ्यो क्या यता गोर्खा पऱ्यो हिजो हामी गएको थियौँ त्यतातिर अनि आएर चाहिँ यहाँ गएको राति बसेर अहिले बिहान यो डाँडा चढ्न आएको कति मिटरसम्म यो वाल लगाएको छ अहिले चाहिँ खासै के अरे 400 मिटर जति लगाउँदैछ 400 मिटर अब तपाईँ कन्सेप्ट यो देख्नु भयो नि बाटो हजुर यही कन्सेप्टबाट चाहिँ बनाएर लाने त्यो डाँडै लाने यसरी डाँडै लाने अहिले अस्ति बाटो चाहिँ हामीले चाहिँ त्यही गुरुङ गाउँबाट खोलेर चाहिँ सिँढी बनाएर 14 मिनट त्यहाँ ठुलो मेला हुन्छ ठुलो योजना परेर अनि मन्दिरहरू बनाएर ठुलो कन्सेप्ट बनाइरहेको अनि यो यहाँ अलिक तल चाहिँ देख्नु चाहिँ यो साइकल यात्रा भन्ने चाहिँ एउटा तपाईँको महरगाम छ कि राङकोट भन्ने ठाउँमा हजुर होमस्टे छ त्यहाँ 100 वर्ष पहिलाको गोलो घर छ क्या गोल घर गोराहरू सधैँ गइरहेको छ रामकोटमा भन्ने ठाउँमा त्यहाँनिर तपाईँको छिर्के निस्किन्छ त्यहाँनिर छाउबाट निस्किन्छ डमौली निस्किन्छ है ल त हजुर जाउँ होइन तपाईँको इन्फर्मेसनको लागि छि ल without cap, can you take this picture in the gap? Without cap, photo jab? No, without cap. Photo jab. Pause है माफमा ल अब डाँडाको देवीको दर्शन जस्तो पनि भयो डाँडाबाट सनराइजको सिन पनि हेरियो
अब त्यो सकिएपछि अब अहिले हामी फेरि ओह्रालो लागेर बन्दीपुर मेन स्ट्रिटतिर जुन चाहिँ अगाडि देख्न सक्नुहुन्छ हामी झर्दैछौँ। ओके गाइस, मान्छे होटल बिजनेसहरू बल्ल खोल्दैछ। हामी डाँडा चढेर आयौँ। यो बजे कुकुरले हाम्रो अगाडि अगाडि आउँदैछ। हिजो दिउँसोको एन्ट्री थियो पनि सिट नलायो भने चाहिँ यो साल चाहिँ मालदा जाँदै हामी छुट्टी छैन, हामी चाइना जानै बाँकी छ। माल्टा त छैन हो, त्यो घरहरू मात्रै हो क्या। चस्मै नलागेको कसले त लाखाएर कसले त राखेन। दोकानहरू बल्ल खोलिँदैछ। तलको त यो त यतिबाट ल्याउनु पर्छ कि बुढो। मैले त यो घरहरू निकालेको खै आउँदै आएन त घर त अनि बन्दीपुरको हेरी पुरो परसम्मको स्ट्रिटको लागि मान्छे टुरिस्ट चाहिँ टननन आउँछ। त्यो चाहिँ सातवटा चिया बिन्दा बिन्दी भन्दा त त्यो मान्छे त टुवा परेको यस्तो हो क्या, कालो कफी र दुध चिनी, कालो चिया र दुध चिनी ल्याएपछि सबै 7 थरी 20 थरी नि ल्याइ भन्छ। त्यही त अब मान्छे पछिको अब यहाँ यति थरी यति रेस्टुरेन्टहरू होटलहरू पनि त्यो सर्भिस गर्न कन्फिडेन्स छैन भनेदेखिलाई हराउँछ कि। हराउँछ हो, जो कन्फिडेन्स छ उसले फटफट बनाइहाल्छ कि। सर्भिस राम्रो त्यही भन्नु नि त मैले गरिरहने होला। अरे हो, मलाई चाहिँ छत्रे टोपी नि मन पऱ्यो त। के छत्रे टोपी हेर्नु नि तल। एउटा हातवाला एउटा उसले के चिज हो त्यो?
ब्लकको लागि झुटाउने इबलाई हो कि के भन्नु म त उति मैले ब्याग एउटा लिएछु है मेरो दैनिकको चल्थे हो सोलिड सेलरोटी ल हेर यो चाहिँ दमौलीको बजार मान्छे हजार बाबै यस्तो हुन्छ भनेर बोल दाजुहरू दमौली भन्छ ल हेर दमौलीको बजार मान्छे हजार यस्तो खालको कता गए कता हिँडे कस्तो दाबा पोखरा भनेर हो मेरो आफ्नै गाडी छ अनि के हाल्ने हो ल मेरो गाडी खाली हुन्छ नि त फेरि दमौली यार अचम्मै यार ह्याप्पी मार्ट दमौलीमा अहिले झरेर हाम्रा लेडिजहरूले चाहिँ नि कालो दाल लोकल कालो दाल खोज्दैछन् होपफुली दे गेट इट अहिले हामी मनाहुकोटको लागि माथि झन्डै टुप्पामा आइपुगेको छ मनाहुकोटको टुप्पामा अब हामी यतातिर एउटा त लिनुहोस् न के हो यो फेरि यो राणा चाहिँ निकाल्छु भने मिठाई बोक्नलाई अनि होइन नाम यो ओ धालेको यो होइन यो माथि भएको मनाहुकोटमा हो आज हिजो पानी परेको कारणले गर्दाखेरि आकाश चाहिँ मिठो खुल्ला भएछ हेर्नुहोस् त बाटो त यतै रहेछ नि कहाँबाट आउने बाटो यो यहीँबाट कस्तो फर्स्ट क्लास बाटो बनाएको छ अब यो मेन्टेन हुँदैन क्या फेरि के वन्स गएपछि त्यहाँबाट त्यसलाई तुरुन्त त्यसलाई चाहिँ नि रिपेयर गर्दैन त्यहीँबाट निस्किँदै सबै सकिने हो नेपालको सबै डाँडाकाँडाले यस्तो युज गरेर एकनासको हुँदै गएको क्या डाँडाहरू होइन त्यता रहेछ पहिला यता सर्टकट हिर्काइदिएछ नि के पुरै खाना फेरि
ल कुन गीत सिलेक्सन गनाइ छ यो त सबै बिहान त बादलले यो सबै बादलले उस भएको हुन्छ नि त यो त बादलले होइन ल दमौलीको पुल दमौलीको पुल त्यहाँबाट दमौली के अरे बादलले ढाक्ने बेलामा त यो त सबै यो त बादलमा मुनि हुन्छ नि त होइन आमा 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 तनु दमौली हेर त हर गाँठे अनि के भएको हो भने मान्छेहरू नि कति पपुलेसन कति बढेको जता त 30-40 वर्षभित्रमा सबै तर सबभन्दा नराम्रो कुरा यही हो मैला जताततै मैला गर्छ नेपालीले के गर्ने सबै नन डिग्रेडेबल प्लास्टिकहरू यार दमौलीको फुटबल ग्राउन्ड त कहाँ छ मादी खोला दमौली फुटबल ग्राउन्ड यता होला नि सल्टी दमौलीमा यता होला नि यत्रो ठुलो घर बनाएर छ हिमालय हेर्नु कति मजा छ अबको 10-15 वर्षभित्र यो पनि सब ढाक्छ के कसम के अहिले इन्भेस्ट गरिराख्यो भने काम लाग्छ कि चोकतिर के पिकनिक खायो होला नि के गर्यो होला नि गरेर घर आमा आमा यस्तो ठाउँमा यार होटेल बनाउने त होला यो होटेलै होला नि हजुर हो त नि है बिहानै यहाँ बादल थियो अहिले उडी गयो है नाइटमा म अस्ति थिएँ राति बजार उमेरले दिनु कुरा हो यो चाहिँ टावर रहेछ भ्यू टावर गीत रहेछ त दाइ हो यता हो नि यता हिँडेर जानुपर्छ क्या यो सबै बादलले ढाकेको हुन्छ क्या खासमा क्या अनि बादल माथि यो हुन्थ्यो क्या अहिले त क्लियर भएछ के अरे अझ बिहानै यहाँ यतिमा थियो अरे धेरै थिएन अरे राम्रो आउँदो रहेछ भ्यू त दामी आउँदो रहेछ फोटो खिच म सही लाग्यो त ल सबै ठिकै छ हजुर ल ठिक छ हजुर
तपाईँहरू ठिक छ भने हामी त्यसै ठिक भइहाल्छ रे। गोर्खा बन्दीपुर मनाङकोट सिद्ध्याएर अब जेठन्डु पोखरा गोर्खा दरबार गोर्खा म्युजियम भिजिट गरेर हामी कहाँ गएर बस्यो बन्दीपुरबाट हामी यो माथि डाँडा के अरे डाँडाको नाम मनाङकोट गरेर अहिले हामी हाम्रो ब्याक टु पोखरा घर जाने बाटो यही हो। अब पृथ्वी चोक पृथ्वी राजमार्ग अहिलेको नयाँ इम्प्रुभड पृथ्वी हाइवे ल हेर्नुहोस् हजुर हाइवे आजमै छ हजुर ल हाम्रो घर जाने बाटो छ। अब स्क्रिन छुइसक्नु यसो हेर्दा विदेशमा हिँडे जस्तो लागिरहेछ यो माथितिर यो चाहिँ नि अब चियापानी गर्ने ठाउँ होला त्यही त ल केही छैन अब भयो जता कुदानी हुन्छ यहाँ ल माथि डाँडाहरू पनि हेर्नुहोस् पनि खिचिल्याउ यो घुम्ती ट्रक आउँछ यस्तै छ हजुर विजयपुरको पुलमा जाम भएछ यो स्कुटी र मोटरसाइकल हेर्नुहोस् साङ्लेकिरा आएको भए त छर कि म छर अगाडि जाँदैछ सेफ्टी ट्याङ्कीबाट साङ्लेकिरा निस्केर भागेको त हुन्छ कि हचुमै छ ल कोचा कोच यता बनाउँदै रहेछ त्यता पनि मोटरसाइकल चढेर हिँडिहाल्छ यसको बेस त दामी बनाएर गरेछ क्या भविष्यमा यो चाहिँ धेरै नै खप्छ।